हेलो दोस्तों, कैसे हो सब लोग? सब च्यानलमा हुनुहुन्छ होला। म चाहिँ एकदमै खुसी आएर छु। सबैजनालाई माया अनि मिठो सम्झना। हामी चाहिँ फेरि नयाँ भ्लगमा आइसकेका छौँ। यो हेर्न सक्नुहुन्छ, हामी चाहिँ आज दुईवटा मेसिनले चाहिँ सफाइ गर्न आएको। यो एप्पल गार्डनमा चाहिँ दुईवटा मेसिन सफाइ गर्न आएको। एउटा मेसिनले चाहिँ नभ्याएर चाहिँ दुईवटा मेसिन सफाइ गर्न आएको। यो पुरामा चाहिँ दबाई मिलाएको छ। दबाईको नाम चाहिँ रहेको छ, म तपाईँलाई देखाउँछु। दबाई चाहिँ एउटा यो रहेको छ गाइस, यो देख्न सक्नुहुन्छ। एउटा चाहिँ क्यालेटी रहेको छ, क्यालेटी यो देख सक्छु गाइस। मेन हो यो चाहिँ 220 ml हाल्ने हो, यो चाहिँ 100 ml हाल्ने हो गाइस। यसरी चाहिँ हाम्रो सफाइ चलिरहेको छ। दबाईहरू धेरै छ यहाँ, अरू पनि ल्याएको छौँ। यो खाली भएको छ त्यहाँ। अनि पेट्रोल पनि ल्याएको है, झोलामा सामानहरू छ। अनि देख्न सक्नुहुन्छ मेसिनहरू दुईवटा। यो चाहिँ बिजुलीबाट चल्ने मेसिन हो गाइस। अनि यो चाहिँ ज्ञानेटर तेलबाट चल्नेवाला, बिजुलीबाट चल्नेवाला दुईवटा मेसिन छ। तर त्यो माथि गोदाममा राखेको छ, त्यही भएर माथिको लागि बगैँचामा राखेको थियो। ल्याउने झ्याउ भएर चाहिँ यो जेनेरेटरले गर्न आएको है गाइस। हाम्रो चाहिँ सप्लाई चाहिँ धमाधम भइरहेको छ एकदमै। हाम्रो बाबुले चाहिँ एकदमै सप्लाई गर्छ कि गाइस। अरू बाबुले चाहिँ त्यही 2-3वटा 4वटा जति 3वटा जति सप्लाई गर्यो होला। हाम्रो बाबुले चाहिँ 10 पुग्न लागेको गाइस। सप्लाई चाहिँ 9 भइगयो, अब अर्कोचोटि गरिसकेपछि 10 पुग्छ होला। 10चोटि सप्लाई गरिसक्यो स्यो फुल्न लागेदेखि त हेर्नु सक्नुहुन्छ। स्योहरू चाहिँ हिमाचलमा यो साल स्याउ एकदम कम छ है गाइस। हिमाचलमा चाहिँ स्याउ पोहोर सालको भन्दा अलि एकदमै कम छ। अरूको कति छ खै, हाम्रो बाबुको त एकदम कम छ, हेर्नु सक्नुहुन्छ। यहाँ महिला टिमले चाहिँ गोराइ गरिरहेको छ नि। यो कान्छो सप्लाई मारिरहेछ। सप्लाई मार्ने जग्गा पनि जान्छु म। यस्तो छ हाम्रो काम चाहिँ हिमाचलमा है। यो चाहिँ हिमाचल कोटखाई सिमलामा हो। म देखाउँछु हाम्रो कान्छाको भी सप्लाई कर रहा है यहाँ पे। एक दूसरा कहाँ गया? हेलो गाइस, वहाँ तो काय को कर रहा है ऐसा? सप्लाई कर रहे हैं हम तो। हाँ, यूट्यूब में डालूंगा, आएगा। उसको नीचे खींच। अरे यार, ये कहाँ फंसा दिया इसने भाई। ये देखो गाइस, दो मशीन, एक मशीन से यहाँ आ रहा है और दूसरा मशीन से परे कर रहे लोग सफाई। चलो फिर अर्को भिडियोमा मिल्नेछु। त्यहीको लागि बिदा दिनु। भिडियोलाई सबैले सेयर गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई अलमा राखिदिनु होला। त्यस्तै भिडियो हेर्नको लागि तपाईँहरूको लागि चाहिँ भिडियो ल्याएर आउनेछु। हस्त नमस्ते।